छोरी यता यस्तो हात खै त फेरि छोरी यता के छ तिम्रो केही दुई शब्द केही छ कि भन्न मेरो भन्नु त के यो भन्दा खुसियाली यो खनाल परिवारमा असाध्यै ठुलो खुसीको पर्व छ। हजुरआमा विष्णु कुमारी खनालको 84मा हामी समस्त खनाल परिवार बन्धु बान्धव भान्जा भान्जी दिदी बहिनी सबै जम्मा भएका छौँ। यही रमाइलो पर्वमा खुसियाली पर्वमा मेहन्दी कार्यक्रम पनि जोडिएको छ। हाम्रो अग्रिमा खनालको मेहन्दी कार्यक्रम पनि छ। अग्रिमालाई धेरै धेरै आशीर्वाद छ, शुभकामना छ। ल यही नै हो, मेरो सबै परिवारप्रति चाहिँ नि हार्दिक नमन गर्दछु। ल सबै र हरि दाजुले केही दिनुहुन्छ कि दाजु केही दुई शब्द केही तपाईँको तर्फबाट दुई शब्द केही दिनु भिडियो। नमस्कार, धन्यवाद भाइ। अब म अहिले काठमाडौँबाट मर्दघाट आइपुगेको छु। श्रद्धेय ठुली आमा विष्णु कुमारी खनालको भोलि 84 पूजाको कार्यक्रम छ। सँगसँगै छोरी भाइ नरेशको छोरी अग्रिमा छोरीको पनि आयो भोलि गुनी चोली र आज चाहिँ मेहन्दी लगाउने कार्यक्रम यहाँ अब आयोजनामा हामी सबैजना इष्टमित्र बन्धु बान्धव सबैजना चाहिँ सहभागी भएका छौँ, सरिक भएका छौँ। सबैभन्दा खुसी चाहिँ अब हाम्रो आमाहरू 3 जना, जेठी आमा पनि स्वर्गीय हुनुभएको, मेरो आमा कान्छी उहाँ पनि स्वर्गीय हुनुभएको र बिचको हाम्रो ठुली आमाको भोलि जुन 84 पूजा गर्ने सुअवसर हामीलाई प्राप्त भयो र यो कार्यक्रममा आउने जुन अवसर प्राप्त भयो यसलाई चाहिँ म एउटा स्वर्णिम अवसरको रूपमा लिएको छु। आमाको अझै स्वास्थ्य राम्रो होस्, अझै दीर्घ जीवन होस्। हामी सधैँ आमा भनेर काखमा लिएर आमासँग आमाको काखमा हामीले बस्न पाऊँ भन्ने म कामना गर्न चाहन्छु। र जति पनि अब यो 84 पूजा र यो नानीको गुनी चोलीको लागि जति पनि पाहुना बन्धु बान्धव इष्टमित्र यहाँ हामी जुटेका छौँ र भोलि जम्मा अरू पनि भोलि जम्मा हुँदैछौँ। उहाँहरूलाई निमन्त्रणा स्वीकार गरेर आइदिनु भएकोमा सम्पूर्ण महानुभावहरूलाई म हृदयदेखि नै धन्यवाद पनि दिन चाहन्छु। र यस खुसीको अवसरमा हामी सबैजना मिलेर आमाको सधैँ स्वास्थ्य र आमालाई अब बाँकी जीवन सुख र खुसीका साथ हामीले राख्न सकौँ, आमालाई खुसी तुल्याउन सकौँ, स्वस्थ राख्न सकौँ भन्ने चाहिँ वरदान भगवान् पशुपतिनाथले हामीलाई प्रदान गर्नु नै हुनेछ भन्ने विश्वास मैले लिएको छु। अब यसै प्रसङ्गमा अब यहाँ ठुलो भिनाजु पनि हुनुहुन्छ, भिनाजुले पनि 2 शब्द राख्नुहुन्छ। ल भिनाजुको तर्फबाट भोलि 81 चैत्र 30 गते पूर्णिमाका दिनमा मेरो सासु आमा विष्णुमाया खनालको 1008 चन्द्र दर्शन गरेर सहस्र चन्द्र दर्शन पुरा गर्नुभएको आमाको 84 पूजाको पावन अवसरमा आज म आफ्नै सासुआमा साला साली भाइ बहिनीहरूका सामु उनीहरूसँग नै सहभागी हुन पाउँदा म आफैले आफैलाई गौरवान्वित सम्झिएको छु। यस पर्वको साथसाथै हाम्रो आमाका नातिनी कान्छो छोरापट्टिकी नातिनी अग्रिमा खनालको गुनी चोलो हिन्दू संस्कार र धर्म संस्कृति अनुसारको हाम्रो एउटा कर्महरूमध्येको एउटा महत्त्वपूर्ण कर्म जन्म, न्वारान, पुरुषहरूको भए व्रतबन्ध, छोरीहरूको भए गुन्यु चोली, विवाह र 84 र त्यसपछि गएर अन्तिम सम्मका हिन्दू धर्मका संस्कारहरूमध्ये छोरीको
भोलि तेस्रो संस्कार गुन्यु चोलो पर्वमा समेत सामेल हुन पाउँदा म ज्यादै खुसी भएको छु। इष्टमित्र बन्धु बान्धव दाजुभाइ छरछिमेकीबाट जुन प्रकारको सौहार्दता उल्लास उमङ्ग देख्न पाएँ, त्यो देख्न पाउँदाखेरि साँच्चै आमाले आफ्नो 84 वर्षको जीवन एउटा सबैलाई माया मोह स्नेह काखमा लिएर यो समाज र समुदायलाई नै बुझाउनु भएको जस्तो देखेँ। खुसी लाग्यो। उहाँका भोलिका दिनहरू स्वस्थ रहन्, पाए त दीर्घायु नै होस्, स्वस्थ रहनु भन्ने भगवानसँग आराधना गर्दै मेरा दुई शब्दहरूलाई म आमाको 84 पूजाको र नातिनी अग्रिमाको गुन्यु चोलोको कार्यक्रमको सुखद सफलताको कामना गर्दै भाइ बहिनी इष्टमित्रहरूसँग बिदा माग्छु। हस्, धन्यवाद। केही छ केही छ नानी? ल यहाँ आमाको तर्फबाट केही दुई शब्द ल। आज मेरो नातिनी जेठी छोरी नातिनी अग्रिमाको गुन्यु चोलोको आज मेहेदीको कार्यक्रम हुँदैछ र सम्धिनीको भोलि 84 अनि नातिनीको चाहिँ गुन्यु चोलो सँगसँगै आज हामी सबै इष्टमित्रहरू सबै यहाँ भेला भएका छौँ। यो भनेको एउटा कर्म चलाउने कुरा हो। एउटा पवित्र कन्याको जल खाने सुरुवात कार्यक्रममा हामी सबैजना भेला भएका छौँ। अति नै खुसी लाग्छ यो गर्न पाउनु पनि। यसरी 84 को साथसाथै गुन्यु चोलो गर्न पाउनु धेरै ठुलो भाग्य हो। देश विदेशबाट पनि सबैजना आइपुग्नु भएको छ। अत्यन्त खुसीको घडीमा हामी छौँ। सबैलाई मैले धन्यवाद पनि दिन चाहन्छु। सबै सुखद रहोस्, यो कार्यक्रम अति नै सफल सुखद रहोस् र त्यही भन्दै म दृश्य बनाउँछु। छोरी अलि यता बस्छ त, कुर्सी हटाऊ त, कुर्सी हटाऊ त, कुर्सी। छोरी खैल्यौ। नमस्ते 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 नमस्ते। हाम्रो दाजु ल दुई शब्द दाजुको तर्फबाट। नमस्कार सबैमा। आज एकदम खुसीको दिन हाम्रो लागि। हाम्रै ठोली माइजू विष्णु कुमारीको सहस्र दर्शन पुरा गर्नुभएको उपलक्ष्यमा र छोरी अग्रिमाको पनि गुन्यु चोलो कार्यक्रम एकैचोटि एउटै दिन एउटै मुहुर्त एउटै साइडमा पारिएका कारणले हामी यहाँ तमाम आफन्तहरू सबै भेला भएका छौँ। बहुत हर्ष लागेको छ। अब माइजूका धेरै वर्षसम्म हामीलाई माया मोह दिएर बाँच्नुभयो।
अबका दिनहरू पनि उहाँको सुखद रहन् हामी यो कामना गर्दछौँ र छोरीको पनि भाग्य सफल होस्, पढाइमा पनि सफल होस्, अन्य कुराहरू पनि अगाडि नै भइराखुन्, यो हामी कामना गर्दछौँ। धन्यवाद। लाउने हो छोरीको राख्दा नि त ठुलोला दाजुलाई पनि अर्को त 38 रहेछ कि मिलेन भन्न हजुरलाई पनि मिल्दैन भाइलाई पनि मिल्दैन त्यो हजुरले अर्को कुर्ती भयो नि लायो हुन्छ नि त कुर्ता र सोभा चाहिँ अर्को कलर भयो नि त्यही भयो नि हरियो खाले जस्तो छ त्यही हुन्न कि